आदरणीय प्रधानमन्त्री, सम्मानीय शिक्षक वर्ग तथा मेरा प्यारे साथीभाइहरू, सबैमा हार्दिक नमस्कार। सबैभन्दा पहिला ब्रुकलिन कलेजमा हजुरहरूलाई उपस्थित हुनुहुने सम्पूर्ण नयाँ वर्ग तथा कक्षा 11 का विद्यार्थीहरूलाई म स्वागत गर्न चाहन्छु। आजको दिन हजुरहरूको एउटा महत्त्वपूर्ण अध्यायको बाटो हो। म कक्षा 12 को विद्यार्थी यहाँ उभिँदा म अत्यन्तै खुसी महसुस गरिरहेको छु। आज तपाईहरुलाई यहाँ तपाईहरु जस्तै म पनि हजुरको स्थानमा बसेर यही कार्यक्रम सुनिरहेको थिएँ। म अगाडि आउँदा हजुर जस्तै एकछिन के होला भनेर सोचेको थिएँ, तर आज यहाँ बोल्नको लागि धेरै नै अलिकति हुन्छ नि गाह्रो हुँदो रहेछ। प्रिय साथीभाइहरू, ब्रुकलिन कलेजको मूल मन्त्र क्विज फर एक्सलेन्स आर्थिक उत्तरशास्त्रको खोज हो। उत्तरशास्त्र भन्नाले केवल राम्रो अङ्क ल्याउने मात्र होइन। उत्कृष्ट भनेको असल चरित्र निर्माण गर्नु, अनुशासित बन्नु, नेतृत्वको क्षमतामा विकास गर्नु र समाजप्रति उत्तरदायी हुनु र जीवनका हरेक क्षेत्रमा आफ्नो विकास गर्नु। हामी मध्ये धेरै विद्यार्थीहरू मध्य प्रदेश तथा मैथिली समुदायबाट आउनु भएको होला। त्यसैले केही शब्द म आफ्नो मातृभाषामा भन्न चाहन्छु। आप सबके ब्रुकलिन कॉलेज में स्वागत है। ये कॉलेज पढ़ाई के स्थान के नहीं, आप लोग के सपना के लागि एक माध्यम शक्ति के बाटो है। मेरा अनुशासन आत्मविश्वास बल पर आप सब सफलता प्राप्त कर गए। हम सब आप लोग के वरिष्ठ विद्यार्थी के रूप में आप सबके लागि सहयोग गरेको लागि तयार छु। प्रिय साथीहरू, कलेज अवसरमा भरिएको हुन्छ। यहाँ तपाईहरूले पुस्तकबाट मात्र होइन, जीवनबाट पनि केही सिक्ने मौका पाउनुहुन्छ। शिक्षकहरूबाट ज्ञान, साथीहरूबाट सहयोग र विभिन्न कार्यक्रमहरूबाट पनि प्राप्त गर्नुहुनेछ। त्यसैले हरेक अवसरलाई सकारात्मक रूपमा लिनुहोस् र आफ्नो क्षमता पहिचान गर्नुहोस्। ब्रुकलिन कलेजले सधैँ विद्यार्थीको समग्र विकासमा विश्वास गर्दछ। यहाँ शिक्षा के कलेज परीक्षा पास गर्नको लागि मात्र होइन, जीवनमा सफलता पाउनको लागि हुन्छ। हजुरलाई म पुनः एकचोटि नयाँ विद्यार्थीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। तपाईहरुलाई आगामी 2 वर्ष सफल बनोस् भन्ने शुभकामना व्यक्त गर्छु। धन्यवाद।